वेलकम छ मेरो फ्राइडे नाइट ब्लग्समा। ल साथीहरू, म चाहिँ अहिले कोर्नेस एरियातिर घुम्दैछु। कोर्नेसदेखि दोहा फेस्टिभल सिटी जाँदैछु। कोर्नेसको बाटो झिलिमिली छ। धेरै सिग्नल छ यार। ल हेर्नुहोस् है, यो के भन्छन् दोहा ब्याङ्कको बिल्डिङ हो। दामी लाइट लगाएको छ। यो चाहिँ सिटी सेन्टर। यो चाहिँ सिटी सेन्टर। हेर्नुहोस्, सिटी सेन्टरमा पुरा झिलिमिली देखिन्छ नाइटमा। म आज सिटी सेन्टरतिर घुम्न आएको थिएँ। टावर हेर्नुहोस् है, टावर यस्तो दामी कलर देखेछ। हेर्नुहोस् क्या सुपर छ यार। ल साथीहरू, सिग्नल खुल्यो है। अब म चाहिँ यता अहमद हस्पिटलको बाटो निस्किन लाग्छु। सर्टकट बाटोदेखि दोहा फेस्टिभल सिटी जान लाग्छु। आज अफर लागेको छ दोहा फेस्टिभल सिटीमा। यहाँनिर चाहिँ सपिङ गर्न जाँदैछु। के कोर्नेसतिर थुप्रै पुलिस बसेछ त किन। म यो सिग्नलबाट राइट लागेँ। बेलुन है, यो त बेलुन, यति ठुलो बेलुन। ल यो चाहिँ उडाउँछन् है, यो चाहिँ मान्छे बसालेर उडाउने बेलुन। यो चाहिँ आज चाहिँ उडेको छैन रहेछ, नत्र भने यो चाहिँ बेलुन चाहिँ उडाउँछन् यहाँनिर। हेर्नुहोस् है, यो गरफाको ब्रिज हो। एकदम ठुलो ब्रिज छ यो चाहिँ। ल पहिला हामी आउँदाखेरि यो ब्रिजै थिएन है। यो पुरा बाइपास हुने रोड हो यो चाहिँ। अहिले म चाहिँ समाल रोडमा छु। ब्रिज अगाडि क्यामेरा है। 80 भन्दा माथि गयो भने त फेरि यहाँ 500 रुपियाँ फाइन हानिदिइहाल्छ। ल साथीहरू, अब चाहिँ दोहा फेस्टिभल सिटी आउन लाग्यो है। यो गाडीमा दोहा फेस्टिभल सिटी जाँदैछ होला। राइट छ। साथीहरू, दोहा फेस्टिभल आइपुग्यो। अब म चाहिँ टर्निङ गर्दैछु होइन गाडी। ल हेर्नुहोस् है, दोहा फेस्टिभलको। ल अहिले चाहिँ म दोहा फेस्टिभल सिटी आइसकेँ। अब चाहिँ गाडी चाहिँ अगाडिदेखि राइट लिएर पार्किङ गर्ने, अनि त्यहाँपछि सपिङ गरेर घरतिर फर्किने।